आत्मालाई विचारले चिनिलिनु यही मुख्य काम हो भनी आज्ञा हो श्रुतिको भनी अघि अघि धेरै तपस्वी बनी जस्ता ऋषि र कामिनीहरू पनि परदेश जाँदा सम्झन्छन् घरमा बसिदिन निसी एकाग्र भई मनमा सोही चाल गरी पतिसँग घरै बस्दा त केही पनि टाढा केही भए म यो वखतमा सम्झाउनु मलाई भनी मेरा यी जति छन् चरित्र मनमा सम्झेर जो बस्दछ यो संसार समुद्र नागी सहजै वैकुण्ठमा पुग्दछ। यिनै हो समाचार कृष्ण प्रभुको भन्दा भए उद्धव लागे भन्न सहस गोपिनीहरू आफ्नै राधा सब जानु भो प्रभु कंसको वध भयो काँडा सबैको गयो हामीलाई फवत विलाप रहँदा कल्पै बिते झैँ भयो आनन्दै हुनुहुन्छ के दुईजना हिँड्दा सहरमा कता नारी लुब्ध भएर मोहित भई सम्झी प्रभुको गदा देखि नक्कल रूप आदि उनको आफू बसैमा परी सम्झन्छन् कि गवार जानी कहिले चर्चा हुन्छ श्रीहरि जो वृन्दावनमा गएर निशमा लीला गरेथे यहाँ चर्चा तो सबको गरेर अहिले केही भन्दछन् को यहाँ पाई रूपवती अनेक सुमुखी धेरै विवाह गरी मारी शत्रु उतारी भार भूमिको बस्दा मगनमा परी हाम्रो कुन गुणको परेर बसमा आई तुरुन्तै हरि आशा पूर्ण गराई ताप मनको नासिदिनेछन् यो घरी।